गुड मर्निङ फ्रम चितवन। अहिले हामी चाहिँ चितवन राष्ट्रिय निकुञ्जबाट बोलिरहेका छौँ र आज हाम्रो शान्ति माध्यमिक विद्यालयको आज हाम्रो चौथो दिन है, भ्रमणको चौथो दिन। हामी रत्नगर 6 सौरामा छौँ अहिले हामी, र यहाँको मनोरम दृश्यलाई देखाउने प्रयासमा छौँ हामी। तर पनि आज अलिकति हुस्सु लागेको हुनाले अलिकति गाह्रो होला जस्तो छ। र सौरा चितवनको एउटा पर्यटक स्थल भएको हुनाले यहाँ फेरि हाम्रो विद्यार्थी छुटाउनै नहुने ठाउँ पनि लाग्छ। त्यसैले गर्दाखेरि हामी बिहानै यहाँ सौरा अवलोकन गरिसके पछाडि हामी चाहिँ फेरि आफ्नै जिल्लातिर फर्किने तयारीमा छौँ। सरकारी हात्तीहरू राख्ने ठाउँ हो यो, गभर्मेन्ट एरिया पऱ्यो जुन। तपाईँहरू गाडी राखेर त्यो गेटबाट छिर्नु भएन। त्यो गेटदेखिको यो एरिया सबै राष्ट्रिय निकुञ्ज एरिया हो। यो राष्ट्रिय निकुञ्जको तपाईँको स्टाबिलिटी भनेको 2030 सालमा भएको है। यसको कुल क्षेत्रफल भनेको 952 स्क्वायर किलोमिटरमा छ। यो चितवन राष्ट्रिय निकुञ्ज नेपालको सबभन्दा ठुलो र पहिलो चाहिँ निकुञ्ज भनेकै यो चितवन राष्ट्रिय निकुञ्ज हो क्या। अब यसमा तपाईँहरूको धेरै प्रोग्रामहरू गर्न पाइन्छ। जस्तो तपाईँको जिप सफारी घुम्न पाइन्छ, 2 घन्टाको, 1.5 घन्टाको, 4 घन्टाको होइन। भित्र जङ्गलभित्र लगेर तपाईँको त्यहाँ भएको जनावरहरू हेरेर आउन पाइन्छ। अनि बोटिङ हुन्छ, एलिफेन्ट सफारी हुन्छ, 4-5 घन्टाको तपाईँको जिप सफारी पनि हुन्छ होइन। आफ्नो टाइमिङ अनुसारको तपाईँको यहाँ चाहिँ कार्यक्रमहरू गर्न पाइन्छ कि। यो चाहिँ यो एरिया सबै निकुञ्ज हो। यो यहाँ खोला छ है, ढुङ्ग्रे खोला भन्छ। त्यो खोलादेखि पारीको पुरै नेसनल पार्क एरिया हो। जुन यो खोलाभन्दा यतापट्टि यो साइड छ नि अहिले जहाँ हामी छौँ, यो चाहिँ सामुदायिक वन होइन। यो चाहिँ तपाईँको यतापट्टिबाट जनकोली सामुदायिक पर्छ, उतापट्टि पारीपट्टि गएपछि तपाईँको यो कुम्रो सामुदायिक वन एरिया पर्छ र प्लस नेसनल पार्क। खोला तरेर पारी गएपछि हजुरको यो चितवन राष्ट्रिय निकुञ्ज हो। खोलाभन्दा यता भनेको यो बाहिरको जङ्गल हो, जहाँ कि तपाईँहरूको टिकट लाग्दैन होइन नि। जुन खोला तरेर पारी गएपछि तपाईँको टिकट लाग्छ जिप सफारीमा, अनि तपाईँको हात्ती सफारीमा वाकिङ हुन्छ। यहाँ जो हाइकिङ गर्छु भन्न नि पाइन्छ होइन, वाक गरेर जान पाइन्छ। धेरै जो छ यहाँ चाहिँ टाइम अनुसार अब तपाईँहरू के गर्ने यहाँ गर्न पाइन्छ क्या आएको बेलामा होइन। सबैजना मिलेर यसो चाहिँ 1.5-2 घन्टाको चाहिँ गाडीमा घुमौँ भन्न नि पाइन्छ होइन। गएर तपाईँको 2टा वे छ क्या। एउटा वे जङ्गल पुरै भिजिट गरेर आउन पाइन्छ, अर्को वे भनेको जङ्गल पनि भिजिट गर्न पाइन्छ प्लस बाघ पनि हेरेर आउन पाइन्छ। 2टा वे छ कि। त्यो 2टा वेमा भनेको 1.5 घन्टादेखि 2 घन्टासम्मको, 2-2.5 घन्टासम्मको हुन्छ सफारी। त्यस्तो नि छ, अप्सनहरू धेरै छ यहाँ चाहिँ। अब हात्ती पनि आउने बेला भएको छ, हात्ती पनि देख्ने हेर्नुहुन्छ, घाँस लिएर आउँछ अब हात्तीहरू एकछिनमा। स्टुडेन्ट हो है, कति क्लासको? 12 हो। ल तिमीहरूलाई केही त्यस्तो अप्सनहरू कन्फ्युज छ भने सोध यहाँको बारेमा होइन, भनिन्छ हामीले नि। अरू त खासै त्यस्तो छैन खासै यहाँ चाहिँ। हात्तीहरूको रेगुलर रुटिन हो बिहानमा निस्किने? हात्तीहरू तपाईँको बिहान 5:30 बजेतिर लिएर जान्छन्। अनि किनभने बिहान शीतलमा घाँस काट्नलाई सजिलो नि हुन्छ, ग्रुपमा मिलेर जान्छन् 2-3 जना एउटा हात्तीमा। अनि काटेर लिएर आउँछन्। अनि लिएर आएपछि उनीहरूले चाहिँ अब नुहाइधुवाइ गर्छन्। अनि खानासाना खाने 10 बजीतिर फेरि खोलेर लिएर गएको हात्तीहरू बेलुका 4 बजी लिएर आउँछ, 3:30-4 बजीतिर। त्यो घाँस चाहिँ हात्तीकै लागि? हात्तीकै लागि हो, किनभने यो जुन यो गभर्मेन्ट हात्तीहरू तपाईँको सफारी गराउँदैन। हजुरहरू सफारी गर्ने भनेको त प्राइभेट हात्ती मात्रै। अहिले गभर्मेन्ट हात्तीहरू सबै क्लोज गरिदिइसक्यो। कतिवटा जति यहाँ चाहिँ तपाईँको छन् 10-12वटा छ हात्तीहरू चाहिँ। यो प्रत्येक पोलहरू देख्नु भएको नि, यो सबै पोलमा चाहिँ बाँधेर राख्ने हो कि यतापट्टि साइडको पुरै 10-12वटा छ। एउटा बच्चाहरू पनि छ, 2टा छ कि एउटा बच्चाहरू छ जुन कतार लाने भनेर एकचोटि न्युज आएको थियो नि। त्यो पनि छ, त्यो रुद्रकली भन्ने छ यहाँ। खगेन्द्रकली चाहिँ उहाँ ब्रिडिङ सेन्टरमा छ, सानो बच्चाहरू भएको ठाउँ। एलिफेन्ट ब्रिडिङ सेन्टर पनि छ तपाईँको। हात्ती प्रजनन केन्द्र। हजुर, पुल तरेर पारिपट्टि जानुपर्छ, त्यहाँ तपाईँको 50 रुपियाँ टिकट लिन्छ होइन। अनि तपाईँको त्यो हेर्ने, अनि यो म्युजियम हेर्न मन लाग्यो नि स्टुडेन्टहरूलाई 30 रुपिस गरेर तपाईँको त्यो कार्ड छ भने, नत्र उयो 50 नै गर्छ। अरू त अब तपाईँको यहाँ चाहिँ अब टाइम भएर चाहिँ एउटा चाहिँ यहाँको बेस्ट भनेको अब एउटा गाडीमा तपाईँको 10-11 जना 12 जना जान्छन् होइन।
त्यो चाहिँ एउटा चाहिँ अब 2 घन्टाको सफारी पनि हुन्छ। त्यो चाहिँ तपाईँको यहाँको एउटा चाहिँ बेस्ट मोमेन्ट हो कि। त्यो खासै धेरै पनि पर्दैन, लगभग 450 समथिङ आउँछ होला त्यसमा पर हेड होइन। त्यसमा गाडी, टिकट, गाइड सबै इन्क्लुडै हुन्छ कि। त्यो बाघ हेर्न जान्छु भन्न नि पाइयो। बाघ हेरेर चाहिँ त्यहाँ 2 घन्टा भनेको एउटा 20,000 लेक एरिया छ कि, जहाँ कि तपाईँको नेपालको पहिलो सिमसार एरिया हो त्यो चाहिँ होइन। त्यहाँ चाहिँ अनकाउन्टेबल तालहरू भएर त्यसलाई चाहिँ 20,000 लेक भन्छ कि। त्यो पनि भिजिट गर्न पाइन्छ, लेक पनि भिजिट गर्न पाइन्छ। अनि प्लस मोमेन्ट तपाईँको चाहिँ त्यहाँ राखेको 2टा बाघ जहाँ मान्छे खाएर अस्ति भर्खर मान्छे खायो बाघले होइन। त्यो बाघलाई चाहिँ लगेर त्यहाँ थुनेर राखेको छ कि। जस्तो बाघले सितिमिति मान्छेलाई त एट्याक गर्दैन होइन। बाघ भनेको एउटा एनिमल्सको लज्जालु जनावर हो र बाघले फेरि मान्छेलाई एट्याक गर्यो भने त्यसले फेरि कुनै पनि जनावरलाई एट्याक गर्दैन कि। त्यो भएर उसले मान्छे एकचोटि खाएको बाघलाई डाइट गरेर चाहिँ त्यसलाई केही समय थुनेर राख्नुपर्छ, किनभने अरू मान्छेहरू एक्सिडेन्ट नहोस् भनेर त्यसरी थुनेर राखेको छ 2टा बाघ। त्यो चाहिँ हेर्न पाइन्छ हजुर। त्यो भएर त्यसलाई केही समय, वर्ष दिन, 1.5 वर्ष कति समयको हुन्छ त्यसको होइन। अनि त्यसपछि अनि फेरि टच गर्न पाइन्छ सक्कली हो नि अन्त सबै हुन्छ सर होइन।
Iwan sudah menarik. नसर नसर Oh, gue going to win the West. Ya पहिला यो भयो यो भयो गर्न नदिन्छ हैन बिस्तारै सर्दै सर्दै छ यहाँ रहेछ हाम्रा आलु खाने जात त जुरे दिन्छ भिडियो गर्दै यहाँ फिल्म लाने तयार गराउँछ अन्त मन बिरालो